लाउरे त लाउरे यस्तो तोरी लाउरे लाउरे त लाउरे यस्तो तोरी लाउरे अच्छा हामी त माया कसम परदेशी तोरी लाउरे पर्यो परदेशी तोरी लाउरे पर्यो छन् नि मान्छे पैसाको लागि त लडिरहन् तर यो गाउँको मान्छे कसरी बाँचिरहन् कसरी गरिरहन् तर त्यो हामी अब चितवन यस्तो तराई क्षेत्र या कुनै ठाउँमा जन्म लियो होला यो ठाउँमा आउँदा मान्छेहरूको यहाँ म्यानेजिङ कसरी बसिरहन् कस्तो छ यिनीहरूको जीवन यापन कसरी गरिरहन् सब आफ्नो जीवन निर्वाह गरिरहन् कसरी गरिरहन् त पुरानो शैलीमा तपाईले एकदम बुझ्नुहुन्छ हेलो गाइस इट्स मी दिनेश मारुनी भाइ ल हामी चाहिँ तानतिङबाट फर्किँदै हो यस्तो खरघारीबाट फर्किँदैछौँ होइन हिँड्दै आएको हिँड्दै जाने हो के छ सोल्टी यहाँ खसी अन्त मरिन्छ होला है कहाँबाट मरिँदैन यार यस्तो छ न त होइन ठिक छ खेतै खेत ए मेरी बा कति राम्रो राम्रो खेत हुन् जोस यताको बारीहरू चाहिँ गरिरहेछन् होइन खेतबारी गरिरहन् होइन हाम्रो गाउँतिर के छोडिदिने यस्ता विकास चाहियो भने चितवनतिर हामफाले हान्फाट यो पनि हुन्छ अरे यार यी यस्तो ठाउँ छ त यहाँ यी घुम्न आउँछन् मान्छेहरू घुम्न आउने जस्तो बनाउनु पर्यो के आफ्नो गाउँलाई पनि सोल्टी आफ्नो गाउँलाई पनि घुम्न आउने जस्तो टाइपको बनाउनु पर्यो ल ठिक छ अब बिस्तारै हुन्छ होइन हाम्रो गाउँमा नभएको होइन धेरैहरू गुफाहरू छन् त्यो पछि गराउनु पर्छ होइन गुफा आफै बनेको यो पनि त यो डाँडा पनि त आफै बनेको नि बनेकोलाई विकसित त गरेछन् नि त यो भनेको त म्यानेजिङ गर्ने हो त्यसलाई यस्तो गुफा छ यो ठाउँमा यस्तो छ भनेपछि त अनि कमसेकम त्यहाँ त घुम्न आउने मान्छे पर्यटक बच्छ नि त यार यो यति हेर्नु यति एरिया छ नि यस एउटा पर्सनल मान्छे एउटा धनी भयो या के भयो गए बजारतिर यस तर गुफा त समाजको त कोही न कोही रहन्छन् नि यस गुफाको त हेरचाह गर्न पर्यो हो त्यो समाजमा हुने मान्छेले गर्नु पर्यो के यार होइन यो फेरि हामी त माया कसम परदेशी तोरी लाउरे पर्यो परदेशी तोरी लाउरे पर्यो लाउरेको बिचमा त तोरी थपेर यहाँ कानमा सिउऱ्यो भने तोरी लाउरे हुन्छ होइन लाउरे त लाउरे यस्तो तोरी लाउरे लाउरे त लाउरे यस्तो तोरी लाउरे अच्छा गरे के हुन्न यार ल हेर्नु त गाइस गोठ रहेछ यो त गोठ रहेछ होइन पहाड भनेको पहाड हो पहाडमा प्लस लेक यस पहाडको लेकमा भिजिट गर्दाखेरि कस्तो आनन्द आउँछ पुरानो फिल्म हेर्नु होला एकदम चलेको बाचा भन्दा मेन पुरानो फिल्म हेर्नु अनि बाचा भन्दा मेन विशेष हेरेर यो गाउँमा आउनु एकदम हजुरले त्यो ठ्याक्क भेट्नु चाहिँ एकदम रमाइलो लाग्छ लडेको बाचा बन्धन फिल्म सुटिङ गरेर यतै हो क्या गाउँ हो यतै हो यहाँ उफ्रेर हिँडेको मेरो बाछो जस्तो नहेन है फेरि अरे पस्ला फेरि खिल होइन यस्तो हो के जति पनि गाउँमा छ नि गाउँको भएको मान्छेले गाउँ नछोड्नु पर्यो क्या होइन गाउँ नछोडेर गाउँकै लागि यस्तो छ सरकारलाई देखाउने हो नि त हाम्रो गाउँमा यस्तो छ भनेपछि अनि हाम्रो गाउँमा यस्तो छ भनेपछि सरकारले देखाएपछि बल्ल पो अनि सरकारले हेर्छ यार सरकारले हेरेपछि त अनि हामीलाई नि अनि त्यो गाउँ यस्तो छ ल त्यो गाउँमा जाऊँ भने टिकट काटेर आउन चाहन्छन् अनि टिकटै काट्न नपरे पनि कमसेकम हाम्रो घरायसी व्यापारी बिजनेस त हुन्छ नि त यसो यताउति गरेर बाटो यताबाट गयो भने अलि छिटो पुग्छ यी बाटै छैन रहेछ यतैबाट जाउँ लगाइस यस्तो गाइस अब के छ भने अब हैन भन न नेपालको स्थिति अब हामीले सम्झाइराख्नु पर्दैन
पैसाको लागि मान्छे मरिरहन् लडिरहन् यस यस बेबी एकले अर्कालाई आफ्नै दाजुभाइ काटमाड गरेर हुन्छ कि के अँ। हुन्छ, लडिरहन् लडिरहन् तर अँ गाइजहरू यसो तपाईँले यो च्यानल हेर्नुभयो भने अँ छन् नि मान्छे पैसाको लागि त लडिरहन् तर यो गाउँको मान्छे कसरी बाँचिरहन् अँ कसरी गरिरहन् तर त्यो हामी अब चितवन यस्तो तराई क्षेत्र या कुनै ठाउँमा जन्म लिइयो होला यो ठाउँको लागि त स्वर्गमै जन्म लिइयो होला तर यो ठाउँमा आउँदा मान्छेहरूको यहाँ म्यानेजिङ कसरी बसिरहन् कस्तो छ यिनीहरूको जीवन यापन कसरी गरिरहन् सब आफ्नो जीवन निर्वाह गरिरहन् कसरी गरिरहन् त पुरानो शैलीमा तपाईँले एकदम बुझ्नुहुन्छ एकछिन मरिरहनु के छ र जाने रित्तै घाटामै हो जति सम्पत्ति कमाए पनि जाने नै रित्तै घाटामै हो त्यो बेलामा यति 100जना धेरै भए 100जना थोरै भए 10जना जति घाटमा पुग्न सक्ने मान्छे बनाउन सक्छ त्यो नै आफ्नो मान्छे लाइफको कमाइ हो त्यो लाइफको कमाइ हो पैसाको लागि कोही पैसा त छन्जेल हो के सजेसन गर्न चाहन्छु भने यो ठाउँमा आउनु होला घुम ताङटिङ सिग्लेस भनेको एउटा पहाडको लेकको एउटा गाउँ हिमाल मुनिको त्यो ठाउँमा आउँदा हजुरले कसरी मूल्याङ्कन गर्न गुड हान्दै भाइलाई आज चाहिँ ल राम्रो छ होइन मुरलानु के छ यार हामी अब यस्तो हो अब हामी अब हाम्रो देश सानो हाम्रो ठाउँ सानो हाम्रो एरिया सानो हाम्रो भूभाग सानो अब हामीले गर्ने के हो हाम्रो कमी कर्तव्य के हो हामीले अब ठुलो कमाइ हाम्रै भन्दा ठुलो कमाइलाई हामीले रिस गरेर नि हुन्न हाम्रो भन्दा ठुलो देशको हामीले रिस गरेर नि हुन्न आफ्नो देशमा के छ त्यो आफ्नो बनाउने के हो आफ्नो पहिचान के हो त्यो भुल्नु भएन सबैजनाले आफ्नो भूभाग आफ्नो भौगोलिक क्षेत्र हो क्या हो बाइक त तल तलको राख त यार अनि जो उताबाट घुमेर आएको भन्दा यहाँबाट सजिलो ठिक हो मान्छे बस्दैन क्या यसमा यो गोठ हो र हो तर गाई चाहिँ जोस् आफ्नो गाउँठाउँतिर भन्दा नि यहाँ भन्दा नि गाउँठाउँतिर धेरै राम्रो गर्न सक्यो भने यस तपाईँ 2 कदम माथि जान खोज्नुहुन्छ भने कुनै आफू कुन पेसामा माथि जान खोज्नुहुन्छ त्यो पेसाको मूल्याङ्कन गरेर कुन ठाउँमा आफ्नो मूल्याङ्कनको लागि दायरा हुन्छ मेन हुन्छ सदुपयोग हुन्छ त्यो अनुसारले भिजिट गर्ने तपाईँ यहाँ यो एउटा गाउँमा नै म रमाउँछु गाउँमा नै बस्छु भन्ने नि यो ठाउँमा आउँदाखेरि एकदम बेटर हुन्छ यस यो ठाउँमा आएर यहाँको हेर्नुस् एउटा भौगोलिक यहाँको मान्छेले साधारण जीवन कसरी बिताछन् त्यो साधारण जीवन हेर्दाखेरि नै तपाईँहरूले त कम्तीमा नि धेरै कायाप्रट गर्न सक्नुहुन्छ यही देशमा यस 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 यही ठाउँमा यहाँ मान्छे जीवन निर्वाह गर्नको लागि हरेक किसिमको व्यापार बिजनेस ठुलो होइन धनीले गरेछन् व्यापार बिजनेस यही ठाउँमा छ सामान्य व्यक्तिले गरेछन् खेतबारी छ आफ्नो गोठ बसाइ छ त्यसरी गरिरहन् ओके ओके ल लगाइ सुन्नुभयो अब गर्नुपर्छ आफ्नो ठाउँमा गर्नुपर्छ के खालि यार विदेश भन्छ विदेश गएर के हार्ने हो अरू टोइलेटमा चाहिँ पनि त्यहाँ विदेशमा गएर टोइलेटतिर सफा गरे पनि त्यही खालि ल म त विदेश गएर आएको त्यहाँ डलरमा पाइन्छ रुपियाँमा पाइन्छ होइन तर पनि यस्तो के ल एउटा सरकारी कर्मचारीकै हिसाबले कुरा गरौँ न विदेशको सरकारी कर्मचारी तलब त्यहाँ कति छ र यहाँ नेपालको कति छ भन्ने कुरो के त्यहाँ अब ल जस्तै मानौँ भारतको इन्डियाको कुरा इन्डियामा अब त्यहाँको सरकारी कर्मचारीलाई ल 30-40 हजार होला 35-40 हजार मिनिमम त्यति होला त्यसपछि अनि त्यसलाई त रुपियाँमा परिवर्तन गर्ने हो नि त रुपियाँमा गरे पो हामीलाई 50-60 हजार हुन्छ हामीलाई धेरै हुन्छ नि त त्यो धेरै भएको कारणले रुपियाँ धेरै भयो कि तर त्यहाँको मान्छेलाई चाहिँ कति दिएको छ त्यहीँको बासिन्दालाई 30-35 जस्तो त यहाँको सरकारी कर्मचारीलाई पनि त छ होला नि त होइन हो त्यो सोच्नु पऱ्यो क्या हाम्रो पनि त नेपालको रुपियाँ पनि त कुनै देशमा ठुलो होला अनि ओए कहाँबाट ल्यायो हो कहाँबाट हाम फाल्ने हो मेरी बा